रविलाई सफाई दिन त हेर्नुहोस् मैले त कयौँ अगाडि सार्वजनिक सञ्चार माध्यमदेखि धेरै भने रासपाको त्यहाँ न्यायाधीश भएर गइसकेका छैनन् अनि काङ्ग्रेस एमाले माओवादीका न्यायाधीशहरू भएर गएका देखा भएर जनतालाई अहिले पनि रवि लामिछानेलाई न्यायालयले पनि अब छोड्दैन कि दलीय प्रभावमा छ कि भन्ने आशंका व्यक्त गरे हुन् होइन। हरेकतिर राजनीतिक प्रभाव भएको कारणै आज आफ्ना दलका व्यक्तिलाई जोगाउने परिपाटी छ। अब मेरो सहकर्मी मित्रको हिसाबमा गृहमन्त्री पनि नजिक हो र अब महेशजी पनि मेरो भेगी हिसाबमा नजिक हो र ठिक छ बुझेँ। उहाँहरू दुईजनाको बिचमा होइन जे हुन्छ उहाँहरूले अब कस्तो भने त्यो सरकारले पनि सोच्ने कुरा भयो होइन। वरिष्ठ अधिवक्ता र राजनीतिक विश्लेषक कञ्चन नेउपाने सर हुनुहुन्छ। सर तपाईँलाई मिडियामा स्वागत छ। हजुर धन्यवाद नमस्कार। सन्चै हुनुहुन्छ? हजुर ठिक छ। अहिलेको यो अवस्था छ नि सर, यो खास गरी भन्यो भने अदालतको प्रक्रियामा पुगेको मुद्दा जुन रवि लामिछानेको मिसिल पुगेको थियो, त्यो मिसिललाई जुनसुकै अवस्थामा पनि लिएरै मागौँ, झिकी मागौँ, फेरि मिसिल मगाउँ, के मगाउँ भनेर सर्वोच्चलाई मात्रै दिइरहेको अवस्था छ। लगभग यो चोटिसम्म 3 चोटि 4 चोटि भइसक्यो। यो खास किन यो मुद्दामा अड्केको? सहकारीमा केही पनि छैन, कतै प्रमाण भेटिएन भन्छ, तर मिसिल चाहिँ झिकाइरहनु पर्ने के यो पहिलाको सत्तासँग चाहिँ हेलमेल भएको कारणले गर्दा, कोटाको न्यायाधीश परेको अवस्थाको कारणले गर्दाखेरि अहिलेको सरकार पनि यसैमा अड्किरहेको भन्ने सामाजिक सञ्जालीमा चौतर्फी अहिले आइरहेको अवस्था छ। यसलाई कसरी हेर्नुहुन्छ? हेर्नुहोस्, सर्वप्रथम अदालती प्रक्रियामा चाहिँ कुनै पनि इजलासले त्यो विषयका थप प्रमाणहरू झिकाउने बुझ्ने त्यसलाई हामीले स्वाभाविक प्रक्रिया भन्छौँ र अब अदालतले थप प्रमाण बुझ्न चाह्यो होइन, मिसिल झिकाउन चाह्यो भने त्यो नगरिकन उसले मुद्दाको आदेश अथवा फैसला गर्दैन। अब अहिले यो मुद्दा चाहिँ एउटा मुद्दाकै रूपमा पनि होइन, यो त एउटा निवेदन हो। हेर्नुहोस् होइन, मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 71 नम्बर बमोजिम अब थप प्रमाण केही फेला पर्यो भने अथवा चाहिँ अब अहिले रवि लामिछानेले आफ्नो भागमा परेको बिगो बराबर होइन, मेरो भागमा पर्ने चाहिँ बिगो बराबर चाहिँ ब्याङ्क ग्यारेन्टी राखेर मलाई चाहिँ अहिले तत्काललाई थुनामुक्त गरेर मुद्दा चलाइ पाऊँ भनेर दिया निवेदन हो। अब यसमा के छ भन्दा मुद्दा जस्तो यो चाहिँ ठुलो भास्टमा जाने कुरा त होइन, तथापि पुराना मुद्दाका मिसिलहरू चाहिँ अदालतले मगाएर खोज्न खोज्यो, हेर्नु खोज्यो। अब यसलाई हामीले कानुनी भाषामा र अदालती प्रक्रियामा अस्वाभाविक भन्दैनौँ। अब बाहिर पब्लिकले हेरेर चाहिँ बार बार मिसिल झिकाउने मात्रै आदेश गर्छ, अब रविलाई छोड्ने आदेश गर्दैन भन्ने चाहिँ एउटा व्यापक पर्या छ। र त्यसमा एउटा चाहिँ अहिले यहाँले भने जस्तो योभन्दा अगाडिदेखि नै दलको कोटाबाट जसरी न्यायाधीश नियुक्त हुँदै जाने परिपाटी भयो, त्यसले गर्दा हेर्नुहोस् रासपाको